हजुरहरूलाई होइन आज चाहिँ म बनाना ब्रेडको रेसिपी के हजुरहरूसँग सेयर गर्न लागिरहेको छु। अब सबभन्दा सुरुमा चाहिँ बनाना ब्रेड भने त्यही मेन इन्ग्रिडियन्ट्स बनाउनै भइहाल्यो। अब यसलाई चाहिँ दुईवटा बनाना लिएको छु अनि यो धोएर राखेको बनाना हो होइन। अब यसलाई चाहिँ यसरी निकाल्ने अर्को बनाना पनि यसरी राखेँ बिस्तारै टुक्रा टुक्रा गरेर है। अनि त्यसपछि राख्दैछु मैले यसमा दही चाहिँ मैले यसको के अरे हाफ कप मेजरमेन्ट गरेर यसमा दही राख्छु। त्यसपछि यो तेल राखेँ मैले सनफ्लावर तेल, यो पनि हाफ कपै हो। त्यस्तै गरेर 1.5 कप चिनी पनि राख्छु। अनि त्यस्तै गरेर यो 1.5 कप दुध अब त्यो सबै हालिसकेपछि यसलाई मैले बन्द गरेँ। अब यो सबैलाई ग्राइन्ड गर्छु। मैले चाहिँ अब यसलाई ग्राइन्ड गरिसकेको छु। यो यस्तो भइसकेछ होइन। अब यसलाई चाहिँ मैले ग्राइन्ड गर्दा हजुरहरूले चाहिँ ब्रेक गर्दै बिचमा ग्राइन्ड गर्नुपर्छ, एकैचोटि ग्राइन्ड गर्नु मिल्दैन। अब यसलाई मैले यहाँ यसरी खनाउँछु। अब यो यसमा चाहिँ अब यो लिक्विडमा मैले यहाँ के अरे यसको 2.5 कप मैदा लिएको छु होइन। अनि त्यसमा चाहिँ यो 1 टेबल स्पुन बेकिङ पाउडर अनि 1 टीस्पुन बेकिङ सोडा अनि हाफ टीस्पुन सिनामन पाउडर, यसलाई चाहिँ मैले मिक्स गर्छु। अघि भन्नु सुकाइछु पिन्च अफ सल्ट पनि हाल्ने हजुरले। अनि राम्रोसँग मिक्स गर्ने यो मिक्स गरेको ड्राई इन्ग्रिडियन्ट्सलाई चाहिँ मैले बिस्तारै अलिअलि गरेर यसरी हाल्छु। एकैचोटि गर्नु हुँदैन। यसलाई सबैसँग राम्रोसँग चाहिँ सबै मैदालाई हालेर यसरी मिक्सले चलाएर मलाई चाहिने ठ्याक्क कन्सिस्टेन्सी निकालेको छु। यस्तो हुनु पऱ्यो सर्कुलर बोक्ने हजुरको ब्याटर चाहिँ, अनि बल्ल राम्रो बन्छ। रेडी भएको ब्याटरलाई यहाँ कन्टेनरमा हालेर यसरी बेकिङ कन्टेनरमा हालेर बेक गरेर यसरी राम्रोसँग पिस गर्नुपर्छ। धेरै तेल मजाले यस्तो ब्याटरलाई कन्टेनरमा राख्छु यसरी। अब यसलाई चाहिँ मैले कन्टेनरमा हालेपछि यसरी मजाले टाइट गर्छु मिलाएर। अनि यो गऱ्यो भने चाहिँ हजुरको बबल्स बस्दैन। माथि टपिङ गर्नु लागि चाहिँ सिनामन हाल्छु, माथि व्हाइट सिनामन हालेर यसो टपिङ गर्छु। अब यसलाई मैले बन्द गर्छु। अनि कन्भेक्सन मोडमा गएर 200 डिग्रीमा स्टार्ट गर्छु। चाहिँ मैले यो हाम्रो रेडी भएको छ होइन। अब यसलाई मैले बिस्तारै निकाल्छु यसरी है होइन। कुल डाउन भएपछि यसरी निकालेर अब चाहिँ यसलाई यसरी काट्ने चाहिँ स्लाइस गर्छु। हेर्नुहोस् त कस्तो राम्रो भएको छ। हेर्नुहोस् त हाम्रो बनाना ब्रेड यस्तो भएको छ, यस्तो स्पन्जी भएको चाहिँ यस्तो हुनु पऱ्यो। हेर्नुहोस् न है खाना रेडी छ। हजुरहरूले चियासँग कफीसँग मजाले